हेलो एभ्रिवान है आज चाहिँ हामी म नानी र क्याल्पो सर चाहिँ हामी चाहिँ बजार गएको थियो है नानीको के किन्ने भनेर फर्स्ट चाहिँ हामी बिग बजार गयो र मैले के किने है आज चाहिँ थर्सडे दार्जिलिङ बजार सबै बन्द हुन्छ र मैले चाहिँ यो कति सामानहरू किने आज चाहिँ गोर्खे हाट लाग्दो रहेछ है अन्त फर्स्टमा चाहिँ नानीकै सपिङ भयो नानीलाई चाहिँ यो डल चाहिँ पुरा मन परेको अरे है यसको नाम के अरे बहिनी स्टिच स्टिच के हो खै स्टिच के ब्लेन्ड बक्स अरे यो चाहिँ उसले किनेको है अन्तखेरि यो चाहिँ उसलाई पुरा मन परेको फेरि नानी फर्स्ट पनि भएको थियो त्यसको खुसीमा चाहिँ उसलाई यो किनिदियो है अनि तपाईहरुलाई कस्तो लाग्यो स्टिच ब्लेन्ड बक्स यो किनियो है आफ्टर लाबुबु चाहिँ यो आएको अरे है र अर्को चाहिँ गोर्खे हाटमा नानीले है यो किन्यो यो किनिमाग्यो है किचेन रहेछ अन्तखेरि तपाईले देख्न सक्नुहुन्छ है उसलाई स्कुल ब्यागमा झुन्डाउनु पुरा इच्छा लाग्छ र यो चाहिँ उसले किन्यो है हामी पनि भर्खर आइपुगेको र गोर्खे हाटमा चाहिँ पुरा सब्जीहरू गरे र हामी चाहिँ रिलायन्स पनि गयो है रिलायन्समा जाँदाखेरि चाहिँ नानीको जुत्ता किन्यो है अफर लागेको रहेछ 40% अफ थियो है नट 40 यस्तै 30-40 कति अफ थियो अनि यो किन्यो अन्त तपाईलाई कस्तो लाग्यो नानीको जुत्ता है यो किन्यो देन अर्को पनि किनिदियो उसलाई तपाईले देख्न सक्नुहुन्छ यो चाहिँ अलिक ठुलो छ पाएन सानो साइज र पनि यो चाहिँ पुरा मन परेर चाहिँ किनिदिएको है यो चाहिँ नानीको जुत्ता है यो चाहिँ उसलाई किनिदिएको अनि किनभने यो चाहिँ पुरा उयो रहेछ मतलब ठुलो रहेछ यो चाहिँ अलिकति पाएन सानो कलर पुरा मन परेर है अन्त फेरि त्यो ट्रेन्ड्समा रिलायन्समा किन्दाखेरि चाहिँ त्यो दुईटा जुत्ता किनेकोमा चाहिँ हामीले यो सक्स पनि एज अ गिफ्ट चाहिँ पाएको थियो है यो चाहिँ एङ्कल सक्स चाहिँ हामीले यो गिफ्ट पाएको थियो र अर्को चाहिँ मैले के किने भन्दा चाहिँ हेयर ब्रस मलाई कहिलेदेखि किन्नु मन थियो है पहिला पनि थियो र फेरि त्यो भत्केको थियो र चाहिँ यो अहिले मैले पिङ्क कलरमा किने मेरो छोरीले पिङ्क मात्रै भन्छ र पिङ्क कलरमा चाहिँ मैले यो किने है यो कोम्ब हेयर ब्रस किने अन्त यो चाहिँ मैले मिनी सोमा किनेको है मिनी सोमा किनेको हुनु त हामी मोमो सोमा पनि पसेको थियो र सानोबडे क्या अब ह्यान्डी खालके ह्यान्डी यो वेट वाइप